नमस्कार दर्शकहरू, स्वागत छ तपाईहरूलाई हाम्रो च्यानलमा। आज हामी चर्चित नेपाली सिरियल बुहारीको एउटा एपिसोडको विस्तृत रिभ्यू गर्न लागेका छौं। यो सिरियल हेर्न थालेपछि रोक्न मन नलाग्ने खालको छ, किनभने यसमा हाम्रो समाजको, हाम्रो परिवारको, हाम्रो मनको कुरा छ। त्यसैले आजको यो रिभ्यू अन्तसम्म हेर्नुहोला। मलाई यकिन छ तपाईलाई पनि मन पर्नेछ। पहिले हामी यो एपिसोडको कथा के हो भन्ने बुझौं। यो सिरियलको मुख्य केन्द्रमा छन् राम, कमला र मुना। तीनजनाको सम्बन्ध एकदम गहिरो र जटिल छ। राम एउटा यस्तो पुरुष हो जो भित्रबाट पुरै टुटिसकेको छ, तर बाहिरबाट सबैलाई बलियो देखाउन खोज्छ। कमला उसकी पहिलो पत्नी हो जो माइतीमा फर्किएकी छिन्, न जान सक्छिन् न बस्न सक्छिन्, दोधारमा परेकी छिन्। मुना राम र कमलाको जीवनसँग जोडिएकी अर्की पात्र हो जो आफ्नै दुविधामा फसेकी छिन्। यस एपिसोडमा यी तीनैजनाको कथा अझ जटिल मोडमा प्रवेश गर्छ। झुटो खबरहरू फैलिन्छन्, षड्यन्त्र रचिन्छ र परिवारका सदस्यहरू आआफ्नै तरिकाले यो सम्बन्धलाई जोड्न र तोड्न लागि परेका छन्। कमलाका बुवा आमा राम आउने कुर्दैछन्। 7 दिन भइसक्यो, राम लिन आएका छैनन्। यहाँ कमलाका बुवाको एउटा संवाद छ जो अत्यन्त यथार्थपरक छ। उनी भन्छन्, त्यो घरको मूल मान्छेलाई लिन आउनु भनेर खबर पठाउँदा समेत लिन आएनन्। यसको मतलब यहाँबाट गएपछि उनीहरूमा अर्कै सल्लाह भयो। एउटा बाबुले छोरीको पीडा देख्दा कस्तो अनुभव गर्छ, त्यो यहाँ देखाइएको छ। बाबुले छोरीलाई आफै जाने बाटो छैन भन्नु भनेको उनले छोरीको आत्मसम्मानको रक्षा गरेको हो। यो नेपाली समाजमा धेरै घरमा हुने वास्तविकता हो। कमला आफै पनि भन्छिन्, जाऊ भने कसरी जाउँ, नजाऊ भने बस्न मनै छैन। यो दोधार, यो अलमल, यो हाम्रो समाजकी हजारौं महिलाको कथा हो। सिरियलले यसलाई कति सुन्दरसँग उठाएको छ। अब आउँछ यस एपिसोडको सबभन्दा रोचक भाग, मालतीको षड्यन्त्र। मालती र दुर्गा आमाले मिलेर एउटा योजना बनाएका छन्। झुटो खबर फैलाएका छन् कि रामले अर्की केटीसँग बिहे गर्न लागेका छन्। यो खबर सुनाएर कमला र मुनालाई विचलित बनाउने अनि उनीहरूको बिहे छिटो गराएर रामलाई यो गाउँ छोड्न बाध्य बनाउने यो उनीहरूको चाल हो। अब आउँछ यस एपिसोडको मेरो हिसाबमा सबभन्दा शक्तिशाली दृश्य। मालतीले कमलालाई रामको हातले लगाइदिएको सिन्दूर र पोते खोलेर फाल्न भन्छिन्, तर कमलाले जुन जवाफ दिन्छिन् त्यो सुन्दा रुटे खडा हुन्छ। कमला भन्छिन्, नारीको लागि गलामा लगाएको पोते र सिन्दूर सौभाग्य हो, त्यही सिन्दूर नारीको शक्ति हो। श्रीमान जिउँदो हुँदाहुँदै गलामा लगाएको पोते र सिन्दूर खोलेर फाल भन्ने तिमी को हौ? रामको हातले लगाएको सिन्दूर र पोते कमलाको गला र सिउँदोबाट कहिले खोल्ने त्यो भगवानले तय गर्छन्। यो संवाद सुन्दा मन भरिएर आउँछ। यहाँ कमलाले केवल एउटा गहना बचाएकी होइनन्, उनले आफ्नो पहिचान, आफ्नो माया, आफ्नो विश्वास बचाएकी हुन्। नेपाली संस्कृतिको यो पक्ष यति सुन्दर ढङ्गले उठाइएको छ कि कुनै पनि नेपाली दर्शकको मुटु यसले नछुने सम्भव छैन। र त्यसपछि कमलाले मालतीलाई माइतीबाट निकाल्छिन् भन्छन्, ऐन्दा मेरो माइतीमा पाइला राख्यो भने तिम्रो हात खुट्टा बाँचेर राख्दिन्छु। यहाँ कमलाको साहस र आत्मसम्मान दुवै एकैसाथ देखिन्छ। यो दृश्यले दर्शकलाई ताली बजाउन लगाउँछ। यस एपिसोडमा रामको मानसिक अवस्था पनि अत्यन्त मार्मिक ढङ्गले देखाइएको छ। राम भित्रबाट पुरै टुटेको छ। उनी भन्छन्, म अन्तर आत्मादेखि नै टुटेको छु। म नै टुटेको छु भने मैले अरूलाई कसरी खुसी दिन सक्छु? यो एउटा मान्छेको सबभन्दा इमान्दार स्वीकारोक्ति हो। आफू टुटेको बेला अर्कोलाई माया दिन सकिँदैन भन्ने कुरा रामले जानेका छन् र त्यसैले बिहे गर्न मानेका छैनन्। यो पात्रको गहिराई देख्दा साँच्चै अभिनयको तारिफ गर्न मन लाग्छ। यस एपिसोडमा सबै कलाकारहरूको अभिनय उल्लेखनीय छ। कमलाको भूमिका निभाउने कलाकारले आफ्नो पात्रमा जुन जीवन्तता ल्याएकी छिन् त्यो साँच्चै प्रशंसाको योग्य छ। सिन्दूर पोते नखोल्ने दृश्यमा उनको आँखामा देखिने दृढता र भावना एकैसाथ देख्न पाइन्छ। रामको भूमिकामा कलाकारले एउटा टुटेको तर गर्विलो पुरुषको मनोदशा कति राम्रोसँग देखाएका छन्। उनको प्रत्येक संवाद, प्रत्येक हाउभाउमा पीडा छ, तर उनी त्यो पीडा लुकाउन खोज्छन्। मुनाको पात्र पनि यस एपिसोडमा परिपक्व देखिन्छ। भावनामा बग्ने तर बुद्धिसँग निर्णय गर्ने मुनाको चरित्र दर्शकको मनमा बस्छ। यति राम्रो सिरियलमा एउटा सानो कुरा भन्न मन लाग्यो। कथा कहिलेकाहीँ अलि बिस्तारै अगाडि बढेको महसुस हुन्छ। एउटै विषय धेरै पटक दोहोरिए जस्तो लाग्न सक्छ,
तर यो पारिवारिक सिरियलको स्वभाव नै हो। गहिराई र भावना दिनको लागि समय लिनुपर्छ। त्यसैले यो सानो कुरालाई ठूलो बनाउनुभन्दा सिरियलको समग्र यात्राको आनन्द लिनु उचित हो। दर्शकहरू, बुहारी एउटा यस्तो सिरियल हो जो हाम्रो समाजको दर्पण हो। यसमा माया छ, पीडा छ, आत्मसम्मान छ, षड्यन्त्र छ। जीवनका सबै रङ छन्। यो सिरियल हेर्दा हामीलाई आफ्नै जीवनका कुरा याद आउँछन्, आफ्नै परिवारका सङ्घर्षहरू सम्झिन्छन्। र त्यही नै एउटा राम्रो सिरियलको पहिचान हो, जब कथा पर्दामा मात्र नभएर हाम्रो मनमा पनि बाँचिरहन्छ। दर्शकहरू, यो रिभ्यू मन पर्यो भने लाइक गर्नुहोला, च्यानल सब्स्क्राइब गर्नुहोला र बेल आइकन थिच्नुहोला ताकि अर्को रिभ्यू छुटाउनु नपरोस्। तपाईहरूको विचार कमेन्टमा लेख्नुहोला। बुहारी सिरियलबारे तपाईलाई के लाग्छ? भेटौँला अर्को रिभ्यूमा। नमस्कार।